यो बुटाहरू छन् नि तपाईँलाई हेर्दा के लाग्छ जुन पहेँला पहेँला बुटाहरू छन् नि त्यो फुल फुलिरहेको जस्तो लाग्छ होला होइन तर हेरौँ वास्तविक के हो फुल फुलिरहेको हो या होइन फाइनल्ली हामी त्यो बुटाहरूको नजिक आइसकेका छौँ अझै भन्नुहोस् तपाईँलाई के हो यो बुटाहरू धेरै छन् होइन यो पहेँला पहेँला बुटाहरू यो फुल हो या होइन यो के हो भनेर भरम चिर्नको लागि हामी नजिकै जाँदैछौँ हेरौँ के हो रहेछ फुल फुले हो या अथवा के हो ला यो फुल त होइन त हौ पातहरू पलाएको रहेछ तर ठ्याक्कै फुल फुलेको जस्तो ल हेर्नु त यो फुल होइन पात पलाएको प्रकृतिका अधिकांश बुटाहरू यस्ता हुन्छन् कि जुन मान्छेको आँखालाई भरम पार्न सक्छन् हेर्दाखेरि टाढाबाट हेर्दाखेरि ट्याक्कै हेर्नु त्यो फुल फुलेको जस्तो देखिन्छ होइन अरू सबै हरिया छन् कुनै बुटाहरू यस्तो पहेँलाहरू पनि छन् फुल फुलेको जस्तो देखिन्छ तर वास्तविक नजिकै गएर हामीले हेऱ्यौँ भने तर यो फुल फुलेको होइन कि पालुवा पलाएको हो ठ्याक्क पालुवा पलाउँदा पनि ट्याक्कै कस्तो देखिँदैछ भने फुल फुलेको जस्तो देखिँदैछ अधिकांश मान्छेहरू यसो हेर्दाखेरि के भन्छन् भने पहेँला पहेँला फुल फुलिरहेको रहेछ वसन्त ऋतुमा भन्छन् तर यो वास्तविक फुल फुलेको होइन आँखाको भरम मात्रै हो नजिकबाट हामीले राम्रोसँग हेर्छौँ भने यो पालुवाहरू पलाइरहेको हो फुल फुलेको होइन फुल फुलेको हेर्ने विचार छ भनेपछि कता छ ल हेर्नु यो हो फुल फुलेको यसलाई भन्छ फुल फुलेको यो हो फुल फुलेको तर यो त होइन है यो त मान्छेको लागि भरम मात्रै हो यस्तो हेर्दा फुल फुलेको जस्तो देखिन्छ यो तर नजिकबाट हेर्दाखेरि यो पालुवा पलाइरहेको अवस्था छ र हामीले टाढाबाट हेर्दा एउटा प्रकृति देखिन्छ भनेपछि नजिक जाँदा त्यसको बेग्लै आकृति प्रकार हुन्छ अहिले हामीले देखिरहेको बुटा पनि सायद अनौठो थियो र टाढाबाट हेर्दा यस्तो लटेरम फुल फुलिरहेको जस्तो देखिन्थ्यो भने जब हामी नजिक गएर हेर्छौँ जब त्यो फुल नभएर एउटा पालुवा पलाइरहेको अवस्था थियो